सबै साथीहरुको कन्टेन्ट मोनेटाइजेसन आइरहेको छ तर तपाईको कन्टेन्ट मोनेटाइजेसन आइरहेको छैन। यदि तपाईले कन्टेन्ट मोनेटाइजेसन पाउनु भएको छैन, धेरै दिनदेखि फेसबुकमा काम गरिरहनु भएको छ भने तपाईले चाहिँ यस्तो के गल्ती गरिरहनु भएको छ, त्यो गल्ती चाहिँ म तपाईलाई यो भिडियोमा सिकाउने वाला छु। त्यो गल्ती चाहिँ नदोहोर्याउनको लागि तपाईले के गल्ती गर्नु भएको छ म 3-4 वटा कुरा तपाईलाई सिकाउने वाला छु। यदि नयाँ हुनुहुन्छ भने मलाई फलो गरेर जोडिनु होला, युट्युबबाट हेर्दै हुनुहुन्छ भने मलाई सब्स्क्राइब गरेर जोडिनु होला र तपाई पुरानो मेरो धेरै साथीहरु हुनुहुन्छ भने थाहा छ, तपाईले चाहिँ अन्तिमसम्म भिडियो हेरेर धेरै कुराहरु सिक्न सक्नुहुनेछ। पहिलो कुरा चाहिँ तपाईले फोटो जस्तै अरूको फेसबुकमा हालिसकेको फोटो चाहिँ त्यो फोटो डाउनलोड गरेर तपाईले आफ्नो फेसबुकको फोटो हाल्ने ठाउँमा तपाईले बिना एडिट कुनै पनि एडिट नगरेर तपाईले डाइरेक्ट त्यही फोटो उठाएर अथवा डाउनलोड गरेर फोटो हाल्नुहुन्छ भने त्यो चाहिँ तपाईको पहिलो गल्ती रहेको छ। त्यो चाहिँ कपिराइट लाग्न सक्छ अथवा डुप्लिकेट कन्टेन्ट मान्न सक्छ। त्यही भएर चाहिँ तपाईको सेटअप रोकिएको हुन सक्छ। 2 नम्बरमा चाहिँ तपाईले कुनै पनि भिडियो जस्तै विवाहको भिडियो, मेलाको भिडियो अथवा कुनै पनि भिडियोहरु 2 सेकेन्ड 3 सेकेन्ड भन्दा लामो भिडियोहरु तपाईले उठाएर आफ्नो फेसबुकमा हालिरहनु भएको छ भने अरूको भिडियो चोरेर चाहिँ तपाईले पैसा कमाउने सपना कहिले पनि नदेख्नु होला। त्यस्तो अवस्थामा पनि तपाईको कन्टेन्ट मोनेटाइजेसन सेटअप रोकिएको हुन सक्छ। अर्को चाहिँ तपाईले गीतहरु, अरूको साउन्डहरु तपाईले युज गरिरहनु भएको छ बिना परमिसन भने यो पनि समस्या आउन सक्छ। तपाईले कन्टेन्ट मोनेटाइजेसनको लागि तपाईले यो पनि ख्याल गर्नुपर्ने हुन्छ। अर्को कुरा चाहिँ तपाईले आज भिडियो हाल्नुहुन्छ, 3 दिनपछि भिडियो हाल्नुहुन्छ, त्यसपछि 5 दिनपछि हाल्नुहुन्छ, यस्तो अवस्थामा कहिले पनि तपाई कन्टेन्ट मोनेटाइजेसन सेटअप पाउन सक्नुहुन्न। तपाईले चाहिँ रेगुलर रूपमा तपाईले रेगुलर प्रत्येक दिन भिडियो हाल्नुभयो, प्रत्येक दिन फोटो हालेर एकदम एक्टिभ भएर तपाईले काम गर्नुभयो भने तपाईले चाहिँ कन्टेन्ट मोनेटाइजेसन सेटअप पाउने एकदम चान्स धेरै हुन्छ। तपाईले चाहिँ लाइक कमेन्ट शेयर गर्नु होला। मलाई चाहिँ तपाईले पनि पाउनुहुनेछ। एकले अर्कालाई सपोर्ट, तपाईले अरूलाई सपोर्ट गर्नु भने तपाईलाई अरूले पनि सपोर्ट गर्नेछन्। सपोर्ट गरागर गरेर चाहिँ माथि बढ्न सक्नुहुन्छ। र यहाँनिर यो हेर्नुस्, यहाँनिर अहिले चाहिँ 6 वटा क्राइटेरिया तोकिदिसकेको छ फेसबुकले। यो यसमध्ये 5 वटा क्राइटेरिया चाहिँ तपाईलाई सजिलैसँग क्रस हुनेछ, तपाईलाई गाह्रो हुने छैन। यो 10,000 फलोवर वाला क्राइटेरिया चाहिँ अलिकति गाह्रो हुनेछ। त्यही भएर चाहिँ एक साथीले अर्को साथीलाई सपोर्ट गरेर तपाईले फलो गरागर गरेर पनि कटाउन सक्नुहुन्छ। र यदि गरिसकेपछि तपाईले चाहिँ 2 महिना 4 महिना 6 महिनामा कन्टेन्ट मोनेटाइजेसन पक्का पाउनुहुनेछ। तपाईको फलोवर्स पनि कट्नेछ। तपाईले चाहिँ रेगुलर रूपमा ओरिजिनलमा काम गर्नु होला।